हेलो गाइज नमस्ते। आज चाहिँ धेरै दिनपछि म रियाक्सन भिडियो गर्दैछु, त्यो पनि हाम्रो बालेन दाईको आम नेपाली बुवा होइन झरीपछिको इन्द्रेणी सङ्ग। यो सङ्ग चाहिँ अहिले भन्दा 12 वर्ष अगाडिको सङ्ग हो, यो चाहिँ पुरानो हो, तर चाहिँ यसलाई रिमिक अहिले गरेर नयाँ ढिला नगरी लेट्स गो है त गाइज। यति बेला हो घर आउने? 5 बजे अफिस छुट्टी हुन्छ। कहाँ गएको थियौ? सबैजना अफिस जान्छन् त, न फोन उठाउँछौ। घर परिवारको अवस्था व्यवस्था केही छैन है? बाहिरै बस, भित्र छिर्नु पर्दैन। झुल्किन्छ म हेर्छु खोज्न परिवारको हाँसो खुसी, कुल्चिन्छु त्यो स्वार्थ एकमात्र यो धर्म बुझी, यही हो मेरो कर्म सोची। किल्कीले हाँसोको खोजी, टिल्टीले आँसुलाई पुछी, बिहान बेलुकाको भुजा रोटी, कार्यालय पूजा कोठी, 2 पैसा जोगिने हो कि त्यही आशामा दौडिन्छु। बेलुका समय होमिन्छु, हाकिमहरूको इसारामा पुगिन्छ कि किनारमा, भवसागरलाई तरेर के लेख्या छ निधारमा, के भएन पढेर, चाप्लुसीको संसारमा सकिँदैन लडेर। मन खुसी यो व्यापारमा, बेइमानीकै चल्दो रहेछ, रुखमा पैसा फल्दो रहेछ, इमानदारी बेच्नेको टाउकोमा अर्को टेक्नेको, आफूलाई मात्र देख्नेको, झुटा कुरा लेख्नेको, बेसहारालाई हेप्नेको। मैले त्यो सकिन कहिले, समाज नै दुश्मन भो अहिले, छोरा खिचखिच गर्छ जहिले, हात हातमा आइफोन छ भन्नुस् के दिनु भो तपाईँले। छिमेकीको घरमा नयाँ कम्प्युटर ल्याएको छ रे, सधैँ घरमा ककटेल पार्टी, ठुलो सचिव भएको रे, गोर्लेको पकेटमा हात्ती, महँगो घडी लाको रे, हजुरबाको फुल्छ छाती, भ्रष्टाचारी भएकोले, छोरा मेरो बिलौना गर्छ, बाइसाइकल चाहिँ चाहियो रे, छोरीलाई खेलौना छैन, बार्बी डल ल्याइदेऊ रे। कहाँबाट ल्याउनु छोरी, देशको सेवा गर्दैछु, होइन म त्यो घुसखोरी, बल्ल पेट भर्दैछु, दिनदिनै म मर्दैछु, औँला मुख जोड्दा जोड्दै बिन्ती है म गर्दैछु, हाम्रो दिन्नी आउला कतै, नानु तिमी नरुनु है, अर्को महिना किनिदिन्छु, निन्याउरो चाहिँ नहुनु है, यसपालि चाहिँ ऋणी हुन्छु, बुढी मलाई माफी देऊ, चाँडै बाला झिकिदिन्छु, तिमी नै त साथी हौ, न रिसाउ किन दुखी हुन्छौ, नानी बाबु सानै छन् बुझ्दैनन् मेरो भावना, तिमी बुझ्न सक्छौ बिन्ती फकाइ फुलाई राखन। ठुला हुँदै घर उही सानै छ, आफन्तहरू आकाश छुँदै भर, मेरो ज्यानै छ भित्र मन, मेरो हृदय आँखा सामु च्यानै छ, साँझ मेरो ढलिसक्यो, यिनीहरूको बिहानै छ, हौसला यो गलिसक्यो, जोस जाँगर जलिसक्यो, होस बेगर बरालिँदै गन्तव्यको बाटोमा, के बोल्न सकेको छैन, होइन मूर्ख लाटो म, हेर्न सक्दिनँ आफ्नै ऐना, इज्जत मिस्यो माटोमा, मेरो कुरा बुझ्ने खै त एक्लै उठ्ने हात हुँ म, लुटेराको जमातमा छाया नि हुन्न साथमा, रमाइलोमा सँगै दुःखमा छोड्ने समाजमा, मन मैलो यो होइन पीडा छ मेरो आवाजमा, कथा नौलो होइन नसुनाइ बसेको लाजमा, आज म बिन्ती गर्छु माफी माग्छु बाबु मेरो, माया गर्छ तँलाई धेरै, गरिब छ यो बाबु तेरो, स्थिति यो बुझ्दै मेरो बाँच्नु पनि छ अप्ठ्यारो। बब्बाल मन छुने खालको, अब त्यसमा अब के हुन्छ नि,
एकदम सबैले बुझ्न सकिन्छ, एकदम एकदम त्यो नबुझ्ने खालको जसले पनि बुझ्न सक्छ। यो ऱ्याप सुन्ने सबैले बुझ्न सक्छ, महसुस गर्न सक्छ, सबैले भोगेको होइन। एकदम मिडल क्लास गरिबहरूको हुन्छ नि, अब बाबुले यति दुःख गरेर कति दुःख गर्छ होइन, नेताको चाकरी गर्नुपर्छ यताउता होइन। भ्रष्टाचारी छैन भने उसले होइन इमान्दार भएर काम गर्यो भने कति गाह्रो हुन्छ, गरिब परिवार पाल्न पनि एकदम गाह्रो पर्छ। अब बालेन दाइको ऱ्यापको त के कुरा गर्नु होइन। अब यो अन्त असली बवाल, हरेक लाइन मन छुने, हरेक लाइन मोटिभेट, एकदम मोटिभेसनल सबैलाई होइन। एकदम सबैको लागि भनौँ न, एकदम आफ्नो देशको लागि सबैको लागि एकदम दामी छ। यस्तै भएर केटा हो, यस्तो हुन्छ नि, त्यही हो बवालको एकदम मन छुने यार, मन कस्तो जिउ श्रिङ्ग भएर आउने एकदम दामी। लास एकदम माया छ। ल है त केटा माया, सबैले माया छ है त। ल